42 वर्षमा चाहिँ तपाईले कति कमाउनु भयो त? अब त्यो त एक्ज्याक्टली फिगर त मलाई पनि थाहा छैन होला। प्रोपर्टी अलि 7वटा प्रोपर्टी छ। यत्रो धेरै सम्पत्ति कसरी जोड्नु भयो त? यो गर्दै जाँदा अब एकैचोटि जोडिएको त होइन, 20 वर्षको। स्कटल्यान्डको पर्थ शहरको मुटुमा ग्राम्पियन नामको होटल छ। होटल बाहिर इङ्ल्यान्ड र स्कटल्यान्डको झण्डासँगै नेपाली झण्डा पनि फरफराइरहेको छ। स्कटल्यान्डको ग्राम्पियन पर्वत श्रृङ्खलाको नामबाट राखिएको होटलका मालिक हुन् काशीराम भण्डारी। I'm originally from Nepal. You know Nepal? No. Well, you know the top of the world is a Mount Everest. Yes. Yeah, I'm from there. Yeah. Okay. गुल्मीको एउटा विकट गाउँबाट 42-45 सालतिर काशीराम कमाउन भनी भारत गएका थिए। जसरी सारा गाउँ पैसा कमाउन बम्बई जाने गर्थ्यो। इन्डिया गएर के गर्नुभयो सुरुमा? इन्डिया गएर भिनाजुसित बसेँ। अनि अब काम त अब म हिन्दी बोल्न नजान्ने। अनि भिनाजुले चाहिँ आफूले भेलपुरी बेच्ने, मलाई चाहिँ चियाको ठेला गाडीमा चिया बेच्नेमा काममा लगाइदिनु भयो। अनि अब नबोले पनि चिया लर दिन जान्ने, पैसा ल्याउन जान्ने, यति हो भनेर चियावाला भएँ। 12वटा गिलास एक केजी चिया लिएर 12, 13, 14 कतिवटा अफिसमा गएर चिया दिँदै जाने। अनि फेरि 1 घन्टा पछाडि फेरि गिलास लिन फेरि सबै कहाँ गएर गिलास लिएर आउने। 30 रुपियाँ आइसी। अनि 1 महिना काम गरेँ त्यहाँ पहिलो। मैले त्यो दिन कहिले बिर्सन्न, काँचो पिठो खाएको, त्यो नुन हालेको पिठो चाहिँ खाएको मैले। पाकेपछि दिन्नन्, तर गोला पार्दाखेरि एउटा डल्लो चाहिँ काँचै पिठो खाएको मैले। मिथुन चक्रवर्ती, अनि सञ्जय दत्त, त्यसपछि गएर अक्षय कुमार, अनि अनुपम खेर, नाना पाटेकर, सबैलाई मैले खाना खुवाएको छु। सुनिल शेट्टी चाहिँ 15 दिनसम्म मैले खाना खुवाएको। उसले मेरो नामै छोटो राखिदिएको थियो मलाई सानो देखेर। उसले खानी चाहिँ फिस एन्ड चिप्स फ्राई गरेको चिकन खान्थ्यो। छोटो मलाई यो लिएर आइयो भन्ने। मलाई म सानो थिएँ, त्यसले गर्दा रिसेप्सनमा काम गर्ने भाइ थियो पुनाको। उसले चाहिँ मलाई लेख्न सिकाएको चाहिँ उसले हो। एबिसिडीमा भन्नाले खानाको नामहरू लेखेर आउनलाई गएर अर्डर ले, म पछाडि उभिन्छु, नेपालीमा लेख, मलाई यहाँ आएर भन, मैले इङ्ग्लिसमा लेखिदिन्छु। तर जे जाने एउटा अक्षर उसले मलाई सिकाउँदाखेरि भन्थ्यो कि खानाको नाम जस्तै आलुगोबी छ भने ए जी लेखेपछि आलुगोबी। तर म त्यो गर्दा गर्दा त्यसरी सिकाएको कि मलाई उसले। बाटोमा 50-60 जना सुत्थेँ कि, तिनीमा चाहिँ म पनि त्यहीँ गएर सुत्थेँ। त्यसको सँगसँगै फेरि 6 महिना म सिडीमा सुतेँ। पुलको मुनि पनि सुतेर दिन रात कटाएको छु। त्यसले गर्दाखेरिमा दुःख भन्ने के हो भन्ने अलिकति मैले बुझ्छु। र मैले कसैले पनि मभन्दा सानोले पैसा माग्यो भने मैले छैन भन्दैन। किन भोलि कमाउँछ र उसले पनि त कमाउँछ नि, आज पो छैन। मलाई पनि त त्यही थियो। अब मलाई त रात कटाउन मात्रै थियो, सोच्ने भन्ने चाहिँ केही थिएन। आजको रात कटायो भने भोलि चाहिँ सोच्ने भन्ने हुन्थ्यो। दुःखका दिन कस्ता गए भन्ने हो भने अब भनेर साध्य छैन। वेटर, क्याप्टन, म्यानेजर हुँदै 12 वर्षमा त्यहाँबाट छोडेर म दुबईतिर। इन्डियाबाट दुबई पुगेका काशीराम होटलमा काम गर्न भनी सन् 2004 को अन्त्यतिर स्कटल्यान्ड आइपुगे। कहाँ पुगे जस्तो लाग्छ होला है? एकदमै नसोचेको हो यो। अब भनौँ म यहाँ आउँछु, मेरो यस्तो होला, म यो कन्डिसनमा जाम्ला भन्ने त कहिले लाइफमा सोच्दैन पनि। काशीराम जुन होटलमा काम गर्न आएका थिए त्यो होटल साहुले बेच्ने भए। काशीरामले साथीहरूसँग मिलेर होटल किने। काशीरामसँग अहिले 5-6 वटा आफ्नै होटल छन्। काशीरामलाई जिन्दगीले कहाँ पुर्यायो? राम्रो छ, यस्तै हो। अब के चिजले ढुक्क हुने के चिजले नहुने भन्ने कुराकानी केही पनि छैन। अब आजको दिन राम्रै गयो, भोलि कस्तो जाने हो, भोलि जो सोचे। अब भोलिलाई सोचेर टेन्सन लिएर हुनेवाला केही पनि छैन। यसैमा ढुक्क छौँ। पहिला नि त्यस्तै लाग्थ्यो त? पहिला लाग्थेन। पहिला त अब कमाउने हो भन्नेतिर गइयो। अब कमाउँदै गएपछि अब चाहिँ अबको हाम्रो यो उमेरले, समय परिस्थितिले पनि अब कति कमाएर हुने रहेछ भन्ने पनि थाहा भएन।